ट्र्याक्टर फसेर ठेला यस्तो छ। कहाँ गयो जङ्गलतिर? हेलो नमस्ते, स्वागत छ तपाईँहरूलाई आजको मेरो न्यू भ्लगमा। अनि आजको भ्लग भनेको चाहिँ हाम्रो आफ्नै निजी दाइ छ। आज त्यहाँ तल एक गर्दैछ अनि सबै कुलाउने कार्यक्रम भइरहेछ, बान्ने कार्यक्रम भइरहेछ। आज चाहिँ आधी मात्रै अनि भोलि सक्ने हो फाइनली चाहिँ। आज दुईवटा हल्लामा हुन्छ हाम्रो चाहिँ, यहाँ तल पुछारको पुछारतिरै यता सिरानको अनि अलिक उता पाटा छ मुनि छ गरेर 2 दिनमा मात्र सक्छ हाम्रो चाहिँ दाइ। अनि भोलि हो लास्ट चाहिँ भइरहेछ। आज धेरैजना छ, हामी माथि सिरानदेखि पुछारसम्मै छ मान्छे बाँधेर ठिक्क रेडी छ। यस्तै छ हाम्रो। अनि हाम्रो सबैभन्दा लास्टै हो दाइ। अब यस पछाडि चाहिँ छैन दाइ, लास्टै हो, भोलि लास्ट भन्नुपर्छ। त्यस पछाडि त हामी पनि म पनि फ्री। अहिले छिनमा खाजा खाने, अब खाजा खाने बेला हुन आँटेको छ, त्यही भएर भिडियो टक्क बनाएको मैले चाहिँ। घाम लागिरहेछ। खोला चाहिँ यता पाटा मुनि। अहिले चाहिँ बिहान भइसकिसक्यो, बिहान छ अहिले चाहिँ। अनि आज चाहिँ दाइ हिजो आधी गरेको अनि आधी छ। अहिले चाहिँ म बिहानै आइसकिसकेँ। अनि आजको दाइ भनेको यहाँ मुनिको, यहाँ तल यता सब कुट्नु पर्ने छ। अनि त्यही भएर म चाहिँ बिहानै आएको। यहाँनिर दाइ खलाहरू सफाहरू गर्नुपर्ने छ, धानहरू चिक गर्नुपर्ने छ, त्यही भएर यस्तै छ। बिहानभन्दा पनि 8 बजिसक्यो। आजको दाइ तल गर्नुपर्ने आधीले यहाँ गर्नुपर्ने। तर दिन ढुमेर पुरा पानी पर्ला जस्तो भइरहेछ मौसम चाहिँ। तर सबै कुलाइसकेको, बाँधिसकेको, अब कुट्नै मात्र बाँकी हो ओसारेर झ्याम। आज पनि हुन्छ होला 15-20 जना जस्तो मान्छे। हिजो पनि 15 जना जस्तो थियो, 15-20 जनै थियो होला हिजो सायद। यस्तै छ। अनि अब चाहिँ सफा गर्छु, त्यस्तै हो। अनि भरे गाडीलाई पनि बाटो बिग्रेको रहेछ, यताको बाटो। जेसिबी आउँदैछ, अनि जेसिबीलाई पनि जानुपर्ने भरे म सफा गर्दै लिनुपर्ने। नयाँ मान्छेहरू बाटो चिन्दैन भन्दै फोन गर्दै थियो अहिले। अनि त्यस्तै हो। जेसिबी चाहिँ खासमा चाहिँ बाटो पनि सफा गर्नुपर्ने। अनि यो माथिको जङ्गल पनि हाम्रै हो नि त, अनि त्यो जङ्गल पनि काट्नुपर्ने, नयाँ ट्र्याक हुनुपर्ने। यहाँदेखि सट्टा परसम्म खुन्ने भन्दैछ। खेत के हुन्छ भरे। अब दाइ चाहिँ सक्ने मेन हो, त्यस पछाडि गोर्लियाहरू त अब पछाडि हो। खेत उठिसक्यो, धान उठिसकेपछि सब काट्ने हो नि त यो गोर्लिया। सन्तोष दाजु मात्र जाँगरिलो हुनुहुन्छ हो, हेर्नु त एक्लै काम गरिरहनु भएको छ। अनि 1 त बजेको छैन, भन्नु नमिल्ने 1 बज्नु आँटेछ। सक्यो अब 1 घन्टामा त फिनिस्ड। तल आधी बनाहाल्यो। खै छोडिदियो। धान चाहिँ तल गर्दैछ। तल अलिक धेर छ कुट्नेहरू, धेर छैन अब। खाजा खाने अगाडि सक्यो लिने रहेछ। दाजु गल्यो। हाम्रो यता काम सुरु हुँदैछ है। यहाँ एक ठाउँ यहाँनिर हुँदैछ दाइ, अनि अर्को चाहिँ तल हुँदैछ। तल अलिक धेर जान्छ, 2टा हलामा हुन्छ हाम्रो चाहिँ टक्क। खाजा खाने बेला हुन आँट्यो, अब 1 बज्यो। तल त के गर्नु थाल्यो, बत्ताउनु थाल्यो, हान्दै रहेछ। ओसारिरहेछ।
सो अहिले चाहिँ बाटो खुन्ने कार्यक्रम भइरहेको छ। अब खेत पुग्न आँटेको छ अनि नयाँ ट्र्याक खुन्ने हो। बाटो त पुरा उकालो भएर यता तान्छ जस्तो पनि छैन। अझै एकचोटि नलिन हुने रहेछ। बिरेट स्वाट्ट हाल्दाखेरि चाहिँ निस्किन्छ होला। सायद बाटो चाहिँ उकालो भयो। यहाँ चाहिँ अलिक माटो थुकेछ पहिरो झरेर, नत्र त ठिकै हुने हो। गाडी आउँदैछ ट्र्याक्टर पछाडि पछाडि। आज धान पराल ओसार्नु पर्ने छ दिनभरि। आजको काम भनेको चाहिँ 3 ट्रिप गर्दाखेरि चाहिँ सक्छ होला पराल धान गरेर। बाटो चाहिँ आज खुनेको निस्किन्छ कि निस्किँदैन ट्र्याक्टर बिजोक होला जस्तो छ। यस्तो छ बाटो। बाटो चाहिँ यहाँ हाम्रो खेतदेखि माथि माथि खनिसक्यो है। यता खन्दै लाँदैछ। यो माथिको गोलिया काट्नु पर्ने। बाटो चाहिँ यस्तो भएछ, यस्तो भइरहेछ। पर घुम्ने ठाउँ बनाउँदैछ। पराल हाम्रो यही छ है। ट्र्याक खुनेकोले गर्दा चाहिँ सजिलो भयो। पराल चाहिँ हल्लामै पुग्यो नि त बाटो। सो अहिले चाहिँ रुख काट्न आइसक्यौँ हामी। रुख डाल्न आँटिरहेछ। धोन्द्रे पो रहेछ हो। हैन खेतमै मात्र रहेछ। ए साथै आउँछ। ट्र्याक्टर फसेर ठेला यस्तो छ। जेसीबीले ठेलाइ छ। बाटो यस्तो छ अनि बोकेर निकाल्दैछ क्या जेसीबीले चाहिँ। कहाँ गयो जङ्गलतिर। निस्किन्छ होला हो। यस्तै छ हालत। यस्तोमा अनि होइन जेसीबीले ठेलिरहेछ ट्र्याक्टर चाहिँ कतै कतै नभए त। यहाँ फस्यो जस्तो छ फेरि यो। के गर्छ बेटा? यस्तो मन्दिरसम्म ठेल्नु लाग्छ मैले जानेको। अलि गाडी काम गर्नु के भएर ए खाल्टा ठुलो रहेछ नि त। खाल्टा पनि ठुलो कि हरियो चिसो गोटी पनि भएन क्या त्यो। जेसीबी नै त जेसीबी नै ओट लाग्यो। यो अप्लै रहेछ नि त ढिल।
मान्छेहरू हुन्छ छेउमा राख्न पाए त कि भित्तामा अझै ठेलिदिउँ गाडी घुम्ने ठाउँमा नि यहाँ अलिकति त छेउमा लिएर राख्दा हुँदैन अनि तल हो त छेउमा राख्दैन गाडी छिर्ने छिर्यो भने भइहाल्यो नि